मेरो प्यारो भान्जा वैवाहिक जीवनको वर्षगाँठको 14औं वर्षगाँठको उपलक्ष्यमा आज हामीले एनिभर्सरी मनाउन गएका छौँ। मेरो प्यारो भान्जा र छोरी दिलाको 2067 साल उहाँको वैवाहिक जीवनमा बाँधेको हुँदा दुःख सुख हरेक कुरा गर्दै उहाँहरूले आइरहनु भएको छ र 14औं वर्षगाँठको उपलक्ष्यमा सम्पूर्ण साथीहरूलाई उहाँहरूको शुभकामना दिनको लागि राम्रो होस् भनेर सबैले शुभकामना।